यस्तो पनि हुन्छ कहिलेकाहीँ यस्तो पनि हुन्छ कहिलेकाहीँ किन एडभर्टाइजमेन्ट गरिदिनु र अर्काको चाउचाउको दादा किचनमा म रुममा त्यो मासु अन्डा भेज चाउचाउ अरे हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज एगर्ड गाइज सो आइएप सबैजना सन्चै हुनुहुन्छ होला गाइज आफ्टर अ लङ टाइम वर्षै भनौँ न है एक वर्षै भनौँ पछि चाहिँ म भ्लगमा आएको छु गाइज होइन मसँग टाइम नहुने के भएर मिल्दै मिलेको थिएन आज चाहिँ मेरो टाइम जुरो भनौँ कि के जुरो भनौँ अनि त्यस पछाडि गाइज आज चाहिँ यहाँ धमाका हुनेवाला चाहिँ हाम्रो किचन सेफ दादा हुनुहुन्छ सो वर्षैपछि भने पनि हुन्छ होइन म यति धेरै पछि चाहिँ म आज भ्लगमा आएँ गाइज माया त त्यस्तै हेर्नु त मैले ट्याटु पनि हानिसकेँ यार गाइज तपाईँहरूले त अब कहाँ हेर्दै यहाँ कति पछि लाइभ भन्नुहोस् लाइभ के भन्छ कति पछि मैले यहाँ भ्लग बनाएर आएको कि त्यही भएर मेरो यहाँ रुमको बिजोग छ म रुम चाहिँ सफा गर्दैछु लेट्स गो हेलो गाइज अरूतिर मेकिङ खाना कुलिनरी आर्ट के अरे दादा कुलिनरी आर्ट हामी चाहिँ हाम्रो दादा आज एकदम सेफ भइदियो हुनुहुन्छ किचनको सेफ हाम्रो भ्लग हो जिन्दगीमा पहिलोचोटि दादाको हातको खाना खान लाग्छौँ के भन्छ न त्यो आलाकी सालाकी त आएन मम्मी छोरोले बनाएर खुवाउँदा कस्तो फिल भइरहेको अघि मम्मीले के भन्नु पिल लाने दादा थाहा छ पिङ्कीले होइन पिङ्कीले फोन गरी होइन दादा आज घरै चाहिँ हामीलाई खाना खुवाउने हो भनिन होइन खाना खुवाउने अहिलेसम्म भोकै राखेको छ अनि हाम्रो बाबु चाहिँ यहाँ के हो यो लेमन टी खै ल्याउनु त बिहान बिहान खाली पेट यस्तो खाली पेट दिसवान खाँदा हामीलाई ग्यास्ट्रिकले मार्नु जस्तो छ केही खानु मैले छोराले पकाएको खाना बसेको छु तम पेट खाली गरेर मेरो छोराले पकाउँछ र खाना खाम्ला भनेर मैले पुरै खाली राखेको केही खाएको छैन ससेज पनि हो ससेज के मारियो त म अब भोक खट्ने मान्छे ब्रेकफास्ट किन खायो त नि यो ब्रेकफास्ट खाएको छैन मेरो सेटले नाइफ सेटले मेरो नाइफ सेट देखाइदिन्छु तपाईँको यहाँ छ त यो होइन ए हाम्रोमा त यस्तो दामी नाइफ सेट पनि छ क्या गाइजहरू हेर न तिमीहरू यस्तो दामी फेरि घिउ पनि काट्दैन यस्तो फेरि सेपलाई यति रिस उठ्छ यस्तो रिसाएर त काम छैन त सेप यहाँ भ्लग बनाउँदा तल हेर्छु त छैन यो त बाले अघि खानुहुन्छ भन्दा नाइ अरे कस्तो यो लाने भन्नुभएको पागो भयो यो जुन लाग्छ त्यो यहाँ अलै रहेको त कति छ के लेमन हात पछाडि राखेर पानी धेरै भयो होइन के कसले हो बिहान बिहान गुड मर्निङ लेखेर पर्छ सो गाइस हामी चाहिँ हाम्रो बिस्तारै मिलाएंगे उधर चाहिँ आज चाहिँ ठ्याक्कै उल्टो भयो के दादा किचनमा म रुममा अरू बेलामा म किचनमा म हुन्थेँ नि त हामी दिदी म मेरो पनि आउनु छ त्यही भएर आज चाहिँ खाना मिठो पाक्नेवाला छ गाइस म चाहिँ यहाँ बिस्तारै मिलाइहालौँ पहिला मेरो त्यस पछाडि काम कुरो हुन्छ है यहाँ कुकमेन कुकर भान्सामा बनाउने कुकमेन यहाँ हेल्पर छ यहाँ हुनुहुन्छ आफ्नो मम्मी अहिलेसम्म कति हेल्प गरिसक्नु त दुईटै हेरिन्छ त मम्मी अनि दिस इज अन्डा घोलेको दिस इज अल्सो अन्डा घोलेको के हो यो चाहिँ सोया सस भेनिला एसेन्स यसमा के हुन्छ दादा यो अहिले के सिरामिन पाउडर भनेको हजुर के घटना हो मौरीले आफ्नो बुढालाई मरेको बुढालाई
उहाँ चाहिँ सेफ हुनुहुन्न हेल्पर कतिखेर पन्छ यहाँ भोक्लाइसक्यो छिटै हामी त छिटो भोक लागिसक्यो होइन दिदी हामीलाई भोक लागिसक्यो भन्नु न कति मजा किन एडभर्टाइजमेन्ट गरिदिनु र अर्काको चाउचाउको होइन त यहाँ चाहिँ ह्याप्पी भ्यालेन्टाइन डे कतिसम्म छ के बा खाने कुरा छैन एउटा त खाम ला हामी त फेरि आज त मस्ती यस्तरी बसेर यस्तो सुँगुर्नु गाइज हामी हिजो घुम्न गएको बेलामा बसमा खाने भनेर यहाँ किनेका अब खाली पेट खाएपछि गेस्टिक हुन्छ एक गिलास पानी खाएर एक गिलास पानी खाएर थाम्ला हिजो चाहिँ हामी बसमा खानालाई किनेका होइन यहाँ बसमा धोका लगाएर खाऊँ म धोका खाएर हुन्छु क्या गाली खान्छ फेरि यो खाएपछि त हामी खाँदैनौँ नि त दादाको लागि खाने यो खाएपछि त खान्नौँ त अब खै त खाइसक्नु कोक बा खाली पेट यस्तो खाना त राम्रो होइन भाइ होइन आज मात्र खामला है बिहानको 5 बजे अरे आज मात्र खामला है यिनीहरू अब ल बाचा भगवान् कसम खान नभन्नु भगवान् कसम खाना हुन्न अब थोरै लिएर खानु न त्यत्रो लिएर कुन टोरा खाने ग्याम खाने हो के लास्ट मिनट राख्छ अरे ग्रिन ल्याइदिनु होला अमेरिकन स्टाइल क्रिम सिके कि हजुर कुन चाउचाउ र रम्पम यो हाम्रो बरु राम्रो हो भेजवाला हो क्या हो यत्रो मासु अन्डा देख्नु न यहाँ भेज अरे यत्रो मासु अन्डा देख्दा भेज चाउचाउ अरे रम्पम खै हामी चाहिँ यसरी यहाँ चाहिँ बसेर ग्याप सार्न लाम होइन ग्याप सार्न लाग्यो मैले भित्र किचनमा चाहिँ हाम्रो सेफ राजाले पकाउँदै होइसिन्छ अब यत्रो ग्याप सारिसकेपछि त्यहाँको ग्याप चाहिँ यस्तो रम्पम ग्याप सार्न लाग्यो बिस्तारै बोल्नु पनि फेरि सुन्यो भने पोखो फेरि बिहान हो यस्तो को खान्छ हामी खान्छौँ हामीलाई ग्यास्ट्रिक पनि हुँदैन तर अलरेडी छ हामीलाई ग्यास्ट्रिक यस्तो पनि हुन्छ कहिलेकाहीँ ट्याक्कै भिडियो बनाइन्छ ए भगवान् हेर्नु मल्टी ट्यालेन्टेड सेफ भाँड नाच्न नजान्ने आँगन टेढो मम्मीलाई ट्याक्कै मल्टा गाई हाम्रो सोचेसका डल्ला कहाँ पुगे छोड्नु भाँच्यो गाई जिँदै टिपेर मलाई खाने एउटिएर ए भगवान् खाना त खानु नपाइने ब्रेकफास्ट त खाम्ला भनेको उल्टा हामीलाई दोसेर भाँडा यस्तो छ यहाँ नयाँ खाइहाल खाना नपाइने ब्रेकफास्ट त खाम्ला भनेर त्यही भन्ने बाँची पकिने त पढ्ने बिचरा हाम्रो सेफलाई सेफ ओरिजिनल भाँडा डुप्लिकेट पऱ्यो
अब अनि केसँग खाने हो त यस्तो जिन्दगीमा रमाइलो भइरहेको छ ल ब्रेकफास्ट अब रेडी हुन्छ हेर्नु त यहाँ छैन ठेटो होइन ठेटो कहाँ ठेटो यहाँ छ ठेटो यहाँ छ भाँडा त्यहाँ छ जे भने फेरि अब हल्लाउनु मिल्दैन ल गाइस फाइनल्ली हाम्रो ब्रेकफास्ट रेडी भइसकेको छ किचनमा चाहिँ होइन म चाहिँ अब के ब्रेकफास्ट बनाउँछ त्यो प्यान निस्केर ससेज र ब्रेड छ होला आई थिङ्क त्यो खान जान्छु अब अहिले चाउचौरले खायो भने त भन्न भएन भन्छ फेरि मार्छन् त्यही भएर नखाएर भोक लागे जस्तो भेक लागे जस्तो नाटक मलाई कस्तो भोक लागेछ कसम बनाइन ए यहाँ पाकिसक्यो गाइस म तपाईँलाई देखाउँछु यता के गर्नु गाह्रो छ प्लेटमा हाल्ने कार्यक्रम के यस्तरी यो बनाउने यो ब्रेड मेरो ब्रेड त्यस्तै गरेर बनाउनु भएको हो यसको नाम के हो फ्रेन्च टोस्ट बनाउनु खोजेको यो वाला ब्रेड होइन खासमा अर्को ब्रेड हो दुध आदि बिसार्नु पर्यो ल खोइ त त्यसलाई त्यो काटेर ल यो बिसार्नु यहाँ चाहिँ एउटामा चाहिँ हाले बक्से यहाँ पियाज यस्तरी काटेछ पिएर यो काट्दाखेरि यो पनि फुटिसक्यो भाँडालाई दोष भाँडा हेर्नु न यो हेर्नु त कस्तो छ त भनेको अहिले आउँदैन नि मैले पुग्दैन के मलाई थाहा छोडिदिनु पुग्दैन काम सिकेका मान्छेलाई राखिसक्यो गाइस हाम्रो चाहिँ यहाँ अब कफी रेडी हुँदैछ हाम्रो ब्रेकफास्ट रेडी भइसकेको छ ल ड्याडी हाड खाने कि सफ्ट म त सफ्ट खाने आई वुड लाइक टु सफ्ट कफी अनि यहाँ चाहिँ हाम्रो रेडी भइसक्यो अब चाहिँ खाना मात्र बाँकी छ अब चाहिँ ग्याप्स हान्ने ग्याप्स गाइस दिस इज माई ब्रेकफास्ट रेडी मेरो ब्रेकफास्ट चाहिँ अब चाहिँ हामी खाने हो फाइनल्ली ब्रेकफास्ट रेडी भयो गाइजहरू म चाहिँ एक्लै बसेर खान लाग्छु अघि त्यत्रो खाएर अझ खान लाग्छु तर खान चाहिँ सक्छु कि सक्दिनँ आई डोन्ट नो यार गाइज नसके पनि खानुपर्छ किनकि एकदम मिहिनेत गरेर खोर्सानी आई डोन्ट लाग बिहानको ब्रेकफास्टदेखि लिएर बेलुकाको खानासम्म यही हुनुहुन्छ सेफ हाम्रो किचनबाट फुर्सद पाउनु भएन व्यस्त स्वस्थ अव्यस्त के भन्छन् सबै हुनुहुन्छ होइन यहाँ स्यालाड यस्तो राम्रोसँग काटेको देखाइदिन्छु यो तपाईँहरूलाई म रोक्नु हेर्नु कस्तो राम्रोसँग यो सेफहरूको काट्ने तरिकै छुट्टै हुन्छ क्या गाइज हाम्रो चाहिँ छुट्टै हुन्छ होइन अब चाहिँ बिहानको ब्रेकफास्टदेखि लिएर बेलुकाको खाना बिहानको खानादेखि लिएर सब थोक यहाँ रोक्नु खाना हालेको देखाउँछु म होटेलमा जस्तै हो यस्तरी हालेको त म त राम्रो मान्छु त यहाँ अनि चर्र घिउ हाल्ने होइन ए गाइज यस्तो मस्तले यहाँ हाल्ने कार्यक्रम पनि हाम्रो सेफसितै हेल्पर त जतिखेर नि साइडमै हो हाम्रो मम्मी चाहिँ हेल्पर चाहिँ यहाँ साइडमै हुनुहुन्छ है के छ हेल्परजी यस्तो चुट्ट गराउने कसरी हो दादा यस्तो सट्ट गराउँछ नि के हो त अब फाइनल्ली आवर डिनर इज रेडी भैमा बसेर ग्याप सार्ने काम मात्र भयो बिहानबाट ल हामी चाहिँ यहाँ खाना सब फ्यामिली अब उता डाइनिङमा चाहिँ अटाउन्नौँ त्यही भएर भैमा बसेर आज खाने भनेर सबजना यहाँ बसेर आज बिहानबाट ग्याप सार्ने काम मात्र भइरहेको छ मेरो चाहिँ किचनमा जानु परेको छैन लेट्स गो गाइज अब चाहिँ पेट पूजा गर्नु पर्यो